मेन हाम्रो फ्लोरेट र ब्रेक रोड मेन इम्पोर्टेन्ट किनकि हामीले फ्लोरेट बढाइसकेपछि ब्रेक रोड पनि बढ्छ किनकि त्यसले जेनेरेट गर्ने टर्क बढ्दै जान्छ आरपिएम बढाइ हुन्छ त्यो चाहिँ रिलेट गरेर चाहिँ फ्लोरेट हुन्छ स्पोर भल ओपनिङ बढिसकेपछि फ्लोरेट बढेको बढेन मेन इम्पोर्टेन्स फ्लोरेट बढिरहेको फ्लोरेट बढिसकेपछि आरपिएम पनि बढिरहेको छ त्यसपछि ब्रेक रोड पनि बढिरहेको त्यो चाहिँ रिलेट गर्नु इन्स्ट्रुमेन्टमा अलिअलि एरर हुन्छ तर हामीले जुन डाटा लिइरहेको छ नि त्यो एउटा सिक्वेन्सली बढेको छ कि